जोगीघाटबाट जाने होइन जान्छौँ है जाममा फर्दा 8-9 बजी मात्रै पुग्ला सो अब तपाईँलाई मैले देखाएँ होइन दार्जिलिङको जाम फर्किँदा पनि उता फर्किँदा त मोटामोटी ठिकै थियो जहाँ हुन्छ तर दार्जिलिङ पस्नु र यहाँ अब सुनादादेखि जोरबङ्गला पुग्नु चाहिँ साह्रो अब यहाँबाट जोरबङ्गला पुग्नु मोटामोटी 2 घन्टा 2.5 घन्टा लाग्दिन्छ क्या सुनादाबाट सो त्यसको लागि चाहिँ अल्टरनेटिभ रोड चाहिँ अब म जाँदैछु सो कहाँ भनेदेखि यो तपाईँहरू सिधा दिलारामबाट चाहिँ उकालो ठक्कै हिँडेपछि चाहिँ तपाईँको यो बागगौडा आउँछ है बागगौडाबाट सिटङको जुन चाहिँ रोड छ त्यो सिटङको रोड कैलाकुदामपट्टि गएर कैलाकुदामसम्मको चाहिँ त्यहाँबाट चाहिँ सिधै जोगीघाट मङ्पू जोगीघाट जाने रोड छ त्यहाँ पुगिन्छ सो जोगीघाटबाट चाहिँ सिधा मङ्पू नालडाँडा भएर बिच कमान भएर त्यहाँबाट चाहिँ सिधै पुग्छौँ हामी सो यो चाहिँ हो दिलाराम फाटक होइन यहाँ सिधा गयो भने हामी खरसाङ पुग्छौँ अब यहाँबाट हामी यो फाटकबाट लेफ्ट उकालो लाग्छौँ सोझै यसले चाहिँ अब हामीलाई बागगौडा पुर्याउँछ यो चाहिँ हो घनघोर जङ्गल बागगौडाको उकालो बाटो रफ छ है यो हामी सोझै बागगौडा पुग्यौँ अब यहाँ बागगौडाको दृश्य नजारा हेर्नुहोस् एकदमै धुम्मो लागिरहेछ अन्ध्यारै भइरहेको छ दिउँसो बत्ती बाल्नुपर्ने भइरहेको छ है यस्तो हुन्छ हेर्नुहोस् है ड्राइभरहरू अब हर्न लाउँदा पनि फर्की के भाउ भन्ने हुन्छ पछाडिकोले लाउँदैछ सो अगाडिको गाडीलाई त अब हर्न बजाएर साइड माग्नु पनि पिर लाग्यो क्या अघि के भयो भनेर खतरा हेराइ गरिदियो कि लुक्स गाडीबाट झरेर तर एक्चुअलमा चाहिँ पछाडिकोले हर्न बजाइराख्यो हो मलाई नै अब हेरेर दिए क्या त्यस्तो पनि हुन्छ गुरुजीहरू एकअर्कामा रेस्पेक्ट एउटा बोली बन्ने छैन बाटो त्यसो गर्छ सो यो माथि बागगौडादेखि उँधो यो जुन चाहिँ सिटोङ स्याब्जे मालुटार मालदिराम जाने जुन चाहिँ रोड छ है त्यो चाहिँ अलिकति खराब छ अलिकति चौडामा त ठुलो छ मजाको है र अलिकति बाटो चाहिँ अब मर्मती भएको छैन होइन सो त्यसले गर्दाखेरि चाहिँ तल कोइला गुदामसम्म चाहिँ पुग्नु साह्रो पर्छ कोइला गुदाम पुगिसकेपछि चाहिँ त्यहाँदेखि ओह्रालो चाहिँ जोगीघाटसम्म नयाँ पिच बनिएको छ त्यहाँ जोगीघाट टक्कै निक्लिएको छ त्यहाँबाट चाहिँ तपाईँहरू सिधै नालडाँडाबाट सिधै बिच कमान रम्बी बिच कमान त्यहाँबाट पुबुङ भएर तपाईँहरू तक्दा तिनचुले गुम्बा डाँडा पेसोक यसरी जानुहुन्छ यो चाहिँ एकदम सुविधा रोड हो है र उताबाट आउनु असुविधा भयो भने सिधै बागगौडा उताबाट आएर सिधा बागगौडा निक्लेर त्यहाँबाट माथिल्लो जुन चाहिँ डौलिलको रोड छ त्यो डौलिलको रोडबाट सिधै खरसाङ पनि जान सकिन्छ जामको अल्टरनेटिभ अप्सनहरू चाहिँ अब यस्तो छ सो अलिकति हामीलाई कोइला गुदामसम्म पुग्नु चाहिँ अलिकति टाइम लाग्छ बाटो अलिक खराब छ है सो अब चाहिँ हामी यहाँबाट यो कोइला गुदामको त्यहाँ आइपुगेको छौँ यो कोइला गुदामको यो टर्निङ देब्रेपट्टि छिर्नेछौँ जो तुरुक रोड भएर सोझै यसले चाहिँ जोगीघाटको ब्रिजको तुरुक हुँदै सोझै जोगीघाटको रोडमा हामी प्रवेश गर्नेछौँ सो यो ओह्रालो बाटो चाहिँ एकदमै राम्रो बनिएको छ होइन मजाको दुई साइडमा यति साह्रो मजाको होमस्टे सुरुदेखि तुरुकको यो सुरुदेखि तल जोगीघाटसम्म नै एकदमै होमस्टेहरू बनिएको छ हामी हालै जोगीघाट आइसकेको छ तपाईँले देख्नु भइरहेको छ जोगीघाटको यो रोड दुई साइडमा होमस्टे है बाटो एकदमै मजाको अलिकति सानो छ र यहाँ चाहिँ हामी जोगीघाटको यो रोड आइपुग्यो यहाँबाट सिधा उकालो गयो भने सिटोङ घलेटार हुन्छ र यहाँबाट हामी लेफ्ट मोडेछौँ लेफ्ट मोडेपछि हामी यहाँ सोझै हामी ब्रिज जोगीघाटको स्टिल ब्रिजलाई हामी यहाँबाट रङ पार गर्नेछौँ सो यो ब्रिजलाई पार गरिसकेपछि ब्रिज क्रस गरेपछि हामी सोझै उकालो लाग्नेछौँ राइट साइड हामी उकालो लागेपछि सोझै हामी लाप्दा
कमानसँग जोडिन्छ। लब्दाको यो गाउँहरू लब्दाको बिचमा उकालोमा चाहिँ रोड एकदमै सानो छ क्या। यो बाटोमा यसरी गाडी भेट्यो भने साइड दिने असुविधा। सो एकदमै राम्रो टुरिस्टहरू यो बाटो ओहोरदोहोर हुन्छ यहाँबाट सिटोङ टु होइन। अब हामी नाली डाँडा आइपुगेका छौँ। नाली डाँडाबाट लेफ्ट लाग्यो अनि लेफ्ट लागेर अलिकति अगाडि माथि आइसकेपछि फेरि हामी यो उकालो गयो भने 16 3 माइल पुगिन्छ। राइट साइड हामी भित्र पस्नेछौँ जसले चाहिँ रेसेप बजार भएर सोझै यो रेसेप बजारको दृश्य दुई रोडमा दोकानहरू तपाईँलाई देखाइरहेछौँ। रेसेप बजार काटेपछि चाहिँ हामीले भस्मी भेट्छ। भस्मीदेखि त्रिशुली गाविस डाँडा हुँदै बिचकोमा रोड मैसेटार हुँदै हामी सोझै हामी यहाँ मकवानी पुगुङको बिचको यो खोला खोलामा चाहिँ रक्ती खोला ब्रिज पार गर्नेछौँ। सोझै फेरि हामी काली खोलामा यस्तै पुगुङ सुरु हुन्छ, गार्डन सुरु हुन्छ। सोझै पुगुङबाट चाहिँ फेरि एकदम निक्लिसकेपछि तपाईँहरूलाई यो पुगुङ गाउँ हुँदै सट्ट आएपछि चाहिँ यहाँ तपाईँको अगाडि शिव मन्दिर आउँछ। शिव मन्दिरबाट सट्ट उकालो लागेपछि चाहिँ सोझै तपाईँहरू धक्दा क्याम्प पनि पुग्नु सक्नुहुनेछ।